फर्सी पनि सबै पहेँलो भएछ, धानले सबै खाइसकेको छ। अब यो मैले सबै नगरे पनि कसले गर्ने? अब कसैले गर्ने होइन, कसैले याद गर्ने होइन, के गर्ने? Kalau jadi pun orang bantu. Gua masih pernah mama. Kalau jadi gua bukan bantu. चङ्गा पो रहेछ। कति दिनमा आइपुग्यो आज? म त दाजुलाई सम्झेर आएको नि। म त यही हो, आगो ताप्दै घुँडा दुख्छ, आगो सेक्दै बसेको नि। अन्त कति काममा आयो त? म यहाँ दाजुलाई सम्झेर आएको नि। कति काममा होला, बसौँ न अन्त गफ गरौँ। अन्त पहिलादेखि नै दाजुलाई सम्झेर आएको नि। के को लागि होला? दुःख सासीको लागि। बेला काम पर्दा मात्रै आउँछ, अरू बेला देखा पर्दैन। अब अलिकति 500 रुपियाँ साबन हुन्छ कि भनेर आएको। अब पहिलाको 300 पनि दिएको छैन अन्त। अरे त्यो त कहिले दिने? यो त अब सम्झेर दिइहाल्छ नि हौ दाजु। अन्त यो दाजुको घुँडा दुखेछ भन्छ, यस्तो ल्याइदिन्छ नि त। पहिला लिएर आइज, अन्त मात्रै म खोस्मी गरेर तँलाई दिउँला नि। ए दाजुले त भरोसै नगर्दो रहेछ। ल म यसो लिएर आइहालेँ। कसै गर्नुहोस् ल ल ल ल छिट्टै लिएर आउनु। ए बुढो मान्छे। बस। यसले त साँच्ची पो ल्याएछ त अन्त। साँच्चै ल्याएको। म त पत्याएको थिइनँ ल्याउँछस् भनेर। दाजुले पत्याउँदैन मलाई। ठिक पारे, म घुँडा दुख्ने मान्छे हो, सुप खानुलाई राम्रो गरिस् च्याङ्बा। ल यो त दाजु जानु पर्यो। ल ल हामी एमडाँडा जाउँ भनेको, के गर्नु हुने हौ? यसो प्लान गर्नुपर्ने। यो एमडाँडा जङ्गल म त जान्दिनँ। ए तिमीलाई के अनि एमडाँडा कस्तो दामी बनाएको छ त्यहाँनिर, अहिले कस्तो मजा पो आउँछ। तर हामी पनि जानु चाहिँ गएको छैन कि, जानुपर्छ ल एक दिन चाहिँ। ल ल मिलाउँ न, जानुपर्छ। अन्त नानीहरू मात्रै जाने, मलाई चाहिँ नलाने अन्त? कहाँ आन्टीलाई त हामी लानी नि हो, आन्टी गएन भने त मजै आउँदैन हो, त्यही भएर तपाईँलाई चाहिँ लाने। म त जान्दिनँ, टाढो न टाढो छ, हिँड्नु पनि सक्दिनँ होला। कहाँ आन्टी त जान्छु भनेर छ, तपाईँ जानुपर्छ नि हामीसँग, कहाँ हुँदैन नि त्यस्तो। जाउँ है? जानुपर्छ नि है, सबैजना मिलेर जाउँ न। ए त्यसो भए नानीहरू तिमीहरू आऊ कि तल हाम्रोमा, अनि खानेकुराहरू पनि बनाऊ हो, लिएर जाउँ हो, अन्त माथि खाजाहरू खाउँ है, अन्त प्रार्थनाहरू पनि गरौँ ल। च्याङ्बा भाइ कहाँबाट आउनु भएको? म तल गाउँबाट आएको नाना। एकछिन बस्नुहोस् न, चिया खाएर जानुहोस्। हतार छ आज त च्याङ्बा भाइ एकछिन पनि बस्नु भएन है, कि साह्रो हतार गरेर जानुभयो है। त्यही त। यो कुखुरा त सानो सानो पो रहेछ हौ। खुसी ओ खुसी, हजुर आपा यहाँ आइज त छिटो। भन्दैछु आपा। हजुर किन बनाउनु भएको आपा? ल यो कुखुरा ल्याएर छोप। किन पक्रिनु भएको कुखुरालाई? अघि च्याङ्बा उकोबाट किनेको। किन्नु भएको? हो त। यो त हाम्रै कुखुरा हो आपा। यहाँ हेर्नुहोस् त राम्रोसँगले खुट्टाहरू। हो त रहेछ त।
खोरमा गएर जा हेरेर आइज त हाम्रै हो हेरेँ नि मैले भनेको नि हाम्रै रहेछ हो तँलाई मैले भनेको नि यो याद गर्ने भनेर कुखुरा हराएको नि तिमीहरू याद गर्दैन केही कुखुराको ख्यालै गर्दैनस् मेरो चाहिँ के दोष आपा तपाईँले त हो नि त्यसपछि निक्ने चला एउटा त हो नि यो च्याङ्डाको पनि जाँडेको छु मैले